नमस्कार। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन हाम्रो दैनिक जीवन, हाम्रो भान्सासँग एकदमै जोडिएको छ, तर यसको सम्बन्ध स्वास्थ्यको निकै गम्भीर पाटो क्यान्सर जस्तो रोगसँग पनि छ। हो, अक्सर हामी रोग लागेपछि उपचारतिर सोध्छौँ हैन, औषधि, अस्पताल, तर यो कुरा हाम्रो खाना र बानीले स्वास्थ्यमा कति गहिरो असर पार्छ भन्नेतिर कमै ध्यान जान्छ। आज हामी त्यही कुरालाई अलि खोतल्दैछौँ, हाम्रो भान्साको छनोटले हाम्रो स्वास्थ्यको बाटो कसरी तय गर्छ भन्ने बारेमा। र यसको लागि हामीले एउटा संवादलाई आधार बनाएका छौँ। शीर्षक छ क्यान्सर र आहार, मनोबलको युद्ध। निकै सान्दर्भिक लाग्यो मलाई त। हो, एकदम यसैमा टिकेर कुरा गर्ने हो आज। यो स्रोतले के भन्छ त? कुन खानेकुराले जोखिम बढाउँछ, कुनले चाहिँ अलिक सुरक्षा दिन्छ, यही प्रश्न पार्ने कोसिस गरौँ न त आज। बिल्कुल, श्रोताहरूलाई पनि केही व्यावहारिक जानकारी मिलोस् भन्ने हो, किनभने यो स्रोतको मूल सन्देश नै के हो भने क्यान्सरसँग लड्नु भनेको औषधि मात्रै होइन। के हो त त्यसो भए? यो त जीवनशैली, हाम्रो सोच, मनोबल र खास गरी भान्साबाटै सुरु हुने लडाई हो भनेको छ। तयारी चाहिँ भान्साबाटै सुरु हुन्छ। क्यान्सर विरुद्धको तयारी भान्साबाटै? वाह, यो त निकै शक्तिशाली विचार हो। ल, त्यसमा सुरु गरौँ। स्रोतले जोखिम बढाउने खानेकुरा के भनेको छ त? विशेष गरी त्यो प्रोसेस्ड मिटको कुरा उठाए जस्तो लाग्यो। हो, एकदमै जोड दिएको छ त्यसलाई। प्रशोधित मासु मतलब तयारी मासु। यो कतिको हानिकारक छ भने विश्व स्वास्थ्य सङ्गठन WHO ले नै यसलाई समूह 1 कार्सिनोजन भनेर वर्गीकरण गरेको छ। समूह 1? त्यो भनेको के हो नि? कतिको डरलाग्दो हो? यो भनेको वैज्ञानिक रूपमा लगभग पक्का जस्तै कि यसले मानिसमा क्यान्सर गराउन सक्छ। धुम्रपान जतिकै गम्भीर श्रेणीमा राखेको छ यसलाई। हो र? साँच्चै हामीले त कति सजिलै खाइरहेका हुन्छौँ नि त्यो ससेज, ह्याम, बेकन, प्याकेटको मिटबलहरू। त्यही त, यिनै हुन् प्रशोधित मासु। लामो समय टिकाउन, रङ राम्रो देखाउन, स्वाद बढाउन अनेक कुरा मिसाएको हुन्छ। नुन धेरै हालेको, धुवामा सेकाएको, अनि त्यो नाइट्रेट जस्ता रसायनहरू। अनि यही प्रक्रियाले गर्दा हानिकारक हुने भयो। हो, स्रोतले त्यही भन्छ। यही प्रशोधन गर्दा बन्ने तत्त्वहरूले क्यान्सरको जोखिम बढाउँछ। खास गरी त्यो पेट र आन्द्राको क्यान्सर, कोलोरेक्टल क्यान्सरसँग यसको सम्बन्ध देखिएको छ। बुझियो। भनेपछि मासु मात्रै होइन, कसरी बनाइयो भन्ने कुरा रहेछ। अनि यो बाहेक अरू के छ त जोखिम? चिल्लो खानेकुराको पनि कुरा थियो क्यारे? हो, चिल्लोको मात्रा र प्रकार दुवै। धेरै तेलमा तारेको डिप फ्राइड खानेकुरा अनि त्यो स्याचुरेटेड फ्याट, ट्रान्स फ्याट बढी भएको खाना जोखिमपूर्ण मानिन्छ। यो स्याचुरेटेड र ट्रान्स फ्याट चाहिँ केमा हुन्छ बढी? स्याचुरेटेड फ्याट प्राय जनावरबाट आउने कुरामा, मासु, बटर, घिउ अनि नरिवल तेल, पाम तेलमा पनि हुन्छ। ट्रान्स फ्याट त झन् खराब। त्यो बजारको बेकरी सामान, प्याकेटको खाजा अनि पटक पटक तताएको तेलमा बढी पाइन्छ। अनि यस्तो चिल्लोले कसरी जोखिम बढाउँछ? केही छ त्यसको कारण? यसको असर धेरै तरिकाले हुन्छ। एउटा त धेरै चिल्लो खाँदा मोटोपना बढ्छ हैन? मोटोपना आफैमा धेरै किसिमको क्यान्सरको कारण हो। मोटोपनाले गर्दा? हो। अर्को त्यो नराम्रो चिल्लो, खास गरी ट्रान्स फ्याटले शरीर भित्रभित्रै सुन्निने इन्फ्लामेसन गराउँछ। लामो समयसम्म शरीर सुन्निरह्यो भने त्यसले कोषहरूलाई बिगारेर क्यान्सर हुने वातावरण बनाउन सक्छ। अनि त्यो तारेको खानेकुरा नि? तारेको खानेकुरामा अर्को समस्या छ। धेरै तापक्रममा पकाउँदा एक्रिलामाइड भन्ने रसायन बन्न सक्छ। त्यसलाई पनि सम्भावित क्यान्सर कारक मानिएको छ। लौ, यो त विचार गर्नुपर्ने कुरा रहेछ। चिल्लो भयो, प्रोसेस्ड मासु भयो, अब अर्को एउटा कुरा पनि थियो, नुन। नुन त चाहिन्छ, तर धेरै भयो भने के हुन्छ? हाम्रोतिर त अचार, चटपटे, नुनिलो खाने चलन छ नि। हो, नुन स्वादको लागि नभई हुँदैन, तर मात्रा धेरै भयो भने पनि समस्या। स्रोतले धेरै नुन खाने बानी र पेटको क्यान्सरबीच सम्बन्ध हुने सङ्केत गरेको छ। पेटको क्यान्सर कसरी? अध्ययनहरूले के देखाएको छ भने धेरै नुनिलो खानाले पेटको भित्री तहलाई बिगार्न सक्छ। यसले गर्दा त्यो हेलिकोब्याक्टर पाइलोरी भन्ने ब्याक्टेरियाको सङ्क्रमण र सुन्निने क्रम बढ्न सक्छ, जुन पेटको क्यान्सरको मुख्य कारण मध्ये एक हो। अनि त्यो हाम्रो परम्परागत अचार नि, नुन हालेर राखेको? धेरै नुन हालेर बनाइएको अचार वा अरू नुनिला खानेकुरा नियमित धेरै खाइरहँदा जोखिम बढ्न सक्ने सङ्केत चाहिँ स्रोतले गरेको छ। भनेपछि तयारी मासु, तारेको चिल्लो अनि धेरै नुनिलो,
यी सबै सुन्दा त कस्तो भने हामी सजिलो र स्वादको लागि जे भेट्यो त्यही खाइदिने बानीले पो स्वास्थ्य बिगार्दैछौँ कि। रेडिमेड बाहिरको खाजा तत्काल त मिठो, तर पछि त्यही त यो सुविधा र जोखिमको कुरा हो। तर थाहा पाएपछि त हामी सचेत हुन सक्छौँ होइन र? यो जानकारीले डराउने भन्दा पनि आफ्नो छनौटप्रति जिम्मेवार बनाउनु पर्छ। र राम्रो कुरा के छ भने स्रोतले क्यान्सरबाट बचाउने खानेकुराको पनि कुरा गरेको छ। हो, अब त्यो आशा लाग्दो पाटोतिर लागौँ न त। स्रोतले भनेको छ फलफुल र तरकारीले शरीरमा सुरक्षा कवच बनाउँछ रे। यो सुरक्षा कवच भन्ने कुरा मन पर्यो मलाई। कसरी काम गर्छ यसले? सुरक्षा कवच यो एकदम राम्रो शब्द हो। यसले फलफुल तरकारीमा पाइने अनेकौं पोषक तत्त्वहरूको सामूहिक शक्तिलाई बुझाउँछ। यिनीहरूले फरक फरक तरिकाले काम गरेर हाम्रो शरीरलाई क्यान्सर जस्ता रोगबाट बचाउन मद्दत गर्छन्। मतलब एउटा तत्त्वले मात्रै होइन? होइन, यो त भिटामिन, मिनरल, एन्टिअक्सिडेन्ट, फाइबर सबैको टिमवर्क हो। यिनीहरूले हाम्रो रोगसँग लड्ने क्षमता बढाउँछन्, कोषहरूलाई क्षति हुनबाट जोगाउँछन्। त्यो एन्टिअक्सिडेन्टको कुरा अलि बढी सुनिन्छ नि आजकल। त्यसको भूमिका के हो खास? एन्टिअक्सिडेन्ट एकदमै महत्त्वपूर्ण छ। हाम्रो शरीरभित्रै र बाहिरी वातावरण जस्तै प्रदूषणले गर्दा फ्री र्याडिकल्स भन्ने अस्थिर अणुहरू बन्छन्। यिनीहरूले हाम्रो कोषको डिएनएलाई बिगार्न सक्छन्, जसले क्यान्सर सुरु गराउन सक्छ। मतलब शरीरभित्रै गडबड गर्ने तत्त्व हो। सरल भाषामा भन्दा खियाले फलाम खाए जस्तै। अनि फलफुल तरकारीमा पाइने भिटामिन सी, ई, बेटा क्यारोटिन जस्ता एन्टिअक्सिडेन्टले चाहिँ यी फ्री र्याडिकल्सलाई निष्क्रिय पारेर त्यो खिया लाग्न दिँदैनन्, कोषलाई बचाउँछन्। एन्टिअक्सिडेन्ट बाहेक अरू नि फाइबरको पनि कुरा आउँछ नि? एकदम। फाइबर जुन फलफुल तरकारी गेडागुडी अन्नमा पाइन्छ त्यो पाचन प्रणालीको लागि त अत्यावश्यक भइहाल्यो। यसले आन्द्रा सफा राख्न मद्दत गर्छ, हानिकारक तत्त्वलाई छिटो बाहिर निकाल्छ। त्यसले क्यान्सर रोकथाममा कसरी मद्दत गर्यो त? खास गरी आन्द्राको क्यान्सरको जोखिम कम गर्न फाइबरले मद्दत गर्ने देखिन्छ। अनि पेट भरिएको महसुस गराएर तौल नियन्त्रणमा पनि सघाउँछ। तौल ठिक राख्नु पनि त क्यान्सर रोकथामको एक पाटो हो। अरू भिटामिन मिनरलहरूले पनि डिएनए मर्मत गर्ने, इम्युनिटी बढाउने काम गर्छन्। स्रोतले केही खास फलफुल तरकारीको नामै किटेर भनेको छ, उदाहरण दिन मिल्छ? भनेको छ, बुझ्न सजिलो हुन्छ उदाहरण भएपछि। जस्तै ब्रोकोली, काउली, बन्दा जस्ता तरकारी, यिनीहरूमा क्यान्सर कोष बढ्न नदिने तत्त्व हुन्छन् रे। गोलभेडा, यसमा हुने लाइकोपिन भन्ने एन्टिअक्सिडेन्टले कोषलाई बचाउँछ। खास गरी प्रोस्टेट क्यान्सरमा यसको भूमिका देखिएको छ। अनि हरियो सागपात, पालुङ्गो, रायोको साग जस्ता गाढा हरिया सागपात पनि एकदमै राम्रो। फोलेट अरू एन्टिअक्सिडेन्ट पाइन्छ। गाजर, फर्सी जस्ता पहेँला सुन्तला रङका फलफुल तरकारी, यिनीहरूमा बेटा क्यारोटिन हुन्छ जुन भिटामिन एमा बदलिन्छ, इम्युनिटीको लागि चाहिने। अरू नि? अनि त्यो बेरीहरू, स्ट्रबेरी, ब्लुबेरी, यिनीहरू पनि एन्टिअक्सिडेन्टले भरपुर हुन्छन्। लसुन, प्याज पनि, यिनीहरूमा भएको सल्फरले इम्युन सिस्टमलाई बलियो बनाउने, क्यान्सर कोषको वृद्धि रोक्न सक्ने मानिन्छ। लो, कति धेरै विकल्प रहेछन् त। प्रकृतिले नै दिएको रहेछ रोगसँग लड्ने उपाय। हामीले भान्सामा प्रयोग मात्रै गर्नु पर्यो। फेरि त्यही कुरा याद आयो, क्यान्सरलाई हराउने लडाई औषधि मात्र होइन, तर भान्सामा सुरु हुन्छ। कति ठिक बनाई। एकदम। यो वाक्यले सबै कुरा समेट्छ। उपचार त छँदैछ, तर रोकथाम र शरीरलाई भित्रैबाट बलियो बनाउन हाम्रो हातमा कति धेरै कुरा छ भन्ने देखाउँछ। र यसलाई त्यो स्रोतको शीर्षक मनोबलको युद्धसँग जोड्दा अर्थ अझ गहिरो हुन्छ। कसरी? खाना र मनोबलको के सम्बन्ध छ र? छ नि। राम्रो स्वस्थकर खाना खायो भने शरीरले राम्रो इन्धन पाउँछ, ऊर्जा बढ्छ, मुड राम्रो हुन्छ, तनाव झेल्न सजिलो हुन्छ। अनि नराम्रो खानाले? त्यो बजारको प्रशोधित चिनी धेरै भएको चिल्लो खानाले त झन् थकान, अल्छी लाग्ने, झर्को लाग्ने बनाउँछ। लामो समयसम्म स्वस्थ खाना खायो भने दिमाग पनि तेजिलो हुन्छ, मानसिक स्वास्थ्य राम्रो हुन्छ। जब शरीर स्वस्थ र फुर्तिलो हुन्छ, आत्मविश्वास बढ्छ। हो, त्यही आत्मविश्वास, त्यो मानसिक दृढता नै मनोबल हो। मतलब स्वस्थ खानाले शरीरलाई मात्र होइन, मनलाई पनि बलियो बनाउने भयो।
हो, क्यान्सर जस्तो रोगसँग लड्न त झन् कति चाहिन्छ त्यो मानसिक शक्ति, त्यो मनोबल। त्यही त स्रोतले भनेको छ नि, सही आहार, सकारात्मक सोच र अनुशासन नै क्यान्सर विरुद्धको हतियार हो। यो सुन्दा त कस्तो भने मान्छे बिरामी मात्रै भएर बस्ने होइन कि आफ्नो स्वास्थ्यको लागि आफै लड्न सक्ने रहेछ भन्ने भाव आउँछ। ठ्याक्कै, यसले रोगलाई बाहिरबाट आएको शत्रु मात्र होइन, आफ्नै जीवनशैली, बानीसँग जोडिएको अवस्थाको रूपमा हेर्न सिकाउँछ। अनि जब यो बुझिन्छ, हामीलाई थाहा हुन्छ कि हामीसँग रोकथाममा उपायहरू छन्। हाम्रो थाल, हाम्रो सोच, हाम्रो दैनिकी, यिनै हुन् हतियार। यो त व्यक्तिगत शक्तिको कुरा भयो। हामी आफैले धेरै कुरा नियन्त्रण गर्न सक्ने रहेछौँ। हो, स्रोतले भन्न खोजेको मूल कुरा नै यही हो। हामी लाचार छैनौँ, हामी आफ्नो स्वास्थ्यको लागि धेरै कुरा गर्न सक्छौँ। यो एकदमै महत्त्वपूर्ण र जानकारीमूलक कुराकानी भयो। अब अन्त्यतिर आजको छलफल क्यान्सर र आहार, मनोबलको युद्धबाट के कुरा मुख्य रूपमा लिएर जान सकिन्छ होला? मुख्य कुरा त खानाको दोहोरो भूमिका बुझ्नु पर्यो। एकातिर त्यो प्रोसेस्ड मासु, धेरै चिल्लो, धेरै नुन जस्ता कुराले जोखिम बढाउँछन्। अर्कोतिर फलफुल, तरकारी, गेडागुडी, सम्पूर्ण अन्न छन्। यिनीहरू हाम्रो सुरक्षा कवच हुन्। एन्टिअक्सिडेन्ट, भिटामिन, फाइबरले भरिएका। र सबैभन्दा महत्त्वपूर्ण, स्रोतको त्यो आशा जगाउने सन्देश, क्यान्सर रोग हो, मृत्युदण्ड होइन। यसलाई फेरि एकपटक जोड दिउँ। हो, जब हामीसँग सही आहार हुन्छ, अनुशासन हुन्छ र बलियो मनोबल हुन्छ, तब क्यान्सर जस्तो चुनौतीलाई पनि सामना गर्न सकिन्छ, जित्न सकिन्छ भन्ने विश्वास राख्नु पर्यो। हो, यो सकारात्मक सोच र आफ्नो हातमा भएको शक्तिको पहिचान नै ठुलो कुरा हो। यसले हामीलाई सचेत र बलियो बनाउँछ। अन्त्यमा त्यही मनोबलको युद्ध र सानो बानीले ठुलो भविष्य भन्ने विचारलाई मनमा राखेर म श्रोताहरूलाई एउटा प्रश्न सोच्न छोड्न चाहन्छु। आफ्नो भान्सालाई स्वास्थ्यको किल्ला बनाउन, क्यान्सर विरुद्धको यो लडाईँमा आफ्नो तर्फबाट सानो भए पनि योगदान दिन आजैबाट के एउटा सानो कदम चाल्न सकिन्छ? सानो तर निरन्तर गर्न सकिने। हो, हुनसक्छ हरेक छाकमा एक कचौरा सलाद थप्ने, कि वा हप्ताको केही पटक मासुको सट्टा घेडागुडी खाने, कि या बाहिरको तारेको खाजा छाडेर घरमै केही बनाउने। कि सानो कदमले नै ठुलो यात्रा सुरु हुन्छ। सानो स्वस्थ बानीले नै स्वस्थ भविष्य बन्छ। सोचौँ है त।